विक्रम सम्वत 2058 साल जेठ 19 गते करिब रातिको 9 बजे नारायणहिटी दरबारभित्र एउटा यस्तो घटना हुँदै थियो जसको बारेमा कसैले पनि सोचेको थिएन होला। अचानक दरबारभित्रबाट गोलीको आवाज आउँछ। त्यसको केही मिनेटमै एउटा परिवार समाप्त भयो, एउटा वंश समाप्त भयो र सायद एउटा युग पनि। बिहान जब रेडियो नेपालले राजा वीरेन्द्र लगायत अरू 9 जनाको निधन घोषणा गर्यो, त्यसपछि आम नागरिकहरूलाई आफ्नै मुटुमा छुरा हाने चाहिँ भयो। मेरो आफ्नै हजुरबुवा र अरू थुप्रै पहिलेका जनताहरूको अनुसार त्यो दिन नेपाल टुहुरो भएको थियो रे। तर प्रश्न उठ्छ, आखिर किन आजसम्म पनि राजा वीरेन्द्रको नाम सुनाउँदा नेपालीहरूको आँखाबाट तरक्क आँसु झर्छ? किन मानिसहरूले अझै पनि भन्छन् यदि वीरेन्द्र राजा भइदिएको भए नेपाल यस्तो हुँदैनथ्यो होला? आखिर के थियो त्यस्तो उनको व्यक्तित्वमा? आउनुहोस् आज नेपालको इतिहासकै सबैभन्दा रहस्यमय, सबैभन्दा खतरनाक अनि सायद सबैभन्दा धेरै मिस गरिएको पात्रको कथा बुझ्ने प्रयास गरौँ। नेपालमा 240 वर्षसम्म राजतन्त्र चल्यो। यसबीच थुप्रै राजाहरू आए। कसैले शक्ति देखाउन खोजे र कसैले डर। कसैले त जनतालाई नै बिर्सिए, कसैले दरबारमै आफूलाई सीमित राखे। तर राजा वीरेन्द्र वीर विक्रम शाह यी सबैभन्दा फरक थिए। उनीसँग शक्ति थियो तर घमण्ड एक फुट्टी पनि थिएन। उनी नामको त राजा थिए तर बोलाइमा कठोरताभन्दा शान्तपन र शालीनता बढी देखिन्थ्यो। कहिलेकाहीँ राजा वीरेन्द्र अचानक गाउँ पुग्थे, सामान्य प्रजाहरूसँग कुरा गर्थे र उनीहरूको समस्या सुन्थे। सायद त्यही कारण उनले लाखौं जनताहरूको मन जित्न सफल भए। 2036 सालमा देशभर आन्दोलन चर्किँदै जाँदा उनले जनमत सङ्ग्रह घोषणा गरे। सोच्नुहोस् त, एउटा राजाले आफ्नै सत्ता जनताले निर्णय गरून् भन्नु त्यो समयको दक्षिण एसियामा कति ठुलो कुरा थियो होला। तर राजा वीरेन्द्रको सबैभन्दा ठुलो परीक्षा नेपालको अस्तित्व र सार्वभौमिकतामा थियो। त्यो समय विश्व शीत युद्धको प्रभावमा दुई ध्रुवमा विभाजित थियो। एकातिर अमेरिका र अर्कोतिर चीन, अनि ती दुई शक्तिको बीचमा थियो सानो नेपाल। विक्रम सम्वत 2007 सालपछि चीनले तिब्बतमाथि नियन्त्रण स्थापित गरेसँगै नेपालको मुस्ताङ क्षेत्रमा खम्पा विद्रोहीहरूको गतिविधि बढ्न थाल्यो। उनीहरू चीन विरुद्ध लडिरहेका तिब्बती लडाकु थिए। विभिन्न ऐतिहासिक स्रोतहरू अनुसार अमेरिकी सिआइएले तिब्बती खम्पा लडाकुहरूलाई सहयोग गरेको उल्लेख पाइन्छ। भारतको भूमिकाबारे पनि विभिन्न विश्लेषण र चर्चाहरू हुन्छन्। बिस्तारै नेपालको उत्तरी भूभाग विदेशी शक्तिहरूको रणनीतिक खेलको केन्द्र बन्दै गइरहेको थियो। यस्तै अवस्था चलिरह्यो भने नेपाल कुनै दिन अर्को तिब्बत बन्ने डर थियो। हो त्यही संवेदनशील समयमा राजा वीरेन्द्रले निर्णायक कदम चाल्छन्। विक्रम सम्वत 2031 सालतिर नेपाली सेना परिचालन गरेर खम्पा विद्रोहलाई नियन्त्रण गर्ने अभियान सुरु गरियो। विदेशी प्रभावमा चलिरहेका क्याम्पहरू हटाइए, हतियार जफत गरिए र नेपालले आफ्नो भूमि कुनै पनि विदेशी शक्तिको युद्धका लागि प्रयोग हुन नदिने स्पष्ट सन्देश दियो। राजा वीरेन्द्रले त्यतिबेला त्यो निर्णय नलिएको भए नेपालको उत्तरी भूगोल र चीनसँगको सम्बन्धको इतिहास आज बिल्कुलै फरक हुन सक्थ्यो। राजा वीरेन्द्र न आफू झुके न त देशलाई नै कुनै शक्तिको अगाडि झुक्न दिए। राष्ट्रवादसँग मात्र होइन, राजा वीरेन्द्रलाई मानिसहरूले विकास र दूरदृष्टिसँग पनि जोड्छन्। उनकै पालामा नेपालमा औद्योगिकरण तीव्र रूपमा अघि बढाइएको थियो। उदयपुर सिमेन्ट उद्योग, गोरखकाली रबर उद्योग, नेपाल धातु कम्पनी जस्ता ठुला सरकारी उद्योगहरू विस्तार भए। पोखरा, बुटोल, नेपालगञ्ज, भक्तपुर लगायत विभिन्न सहरहरूमा औद्योगिक सम्भावना खोज्ने प्रयास पनि गरियो। त्यतिबेला राजा वीरेन्द्रले नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ बढाउने ठुलै सपना देख्दै थिए। काठमाडौँमा पानीको एकदमै धेरै सङ्कट हुँदा मेलम्ची खानेपानी आयोजनाको अवधारणा पनि त्यही समयमा अघि बढाइएको थियो। यद्यपि आयोजना दशकौँसम्म पुरा हुन सकेन, अझै छैन, तर त्यसको मूल सोच राजा वीरेन्द्रकै शासनकालमा अघि सारिएको थियो। विक्रम सम्वत 2032 सालतिर राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव विश्व सामु राखे। एउटा सानो देश दुई विशाल शक्ति चीन र भारतको बीचमा बसेर विश्वलाई शान्तिको सन्देश दिइरहेको थियो। पछि 130 भन्दा बढी राष्ट्रहरूले उक्त प्रस्तावलाई समर्थन गरे, तर भारतले समर्थन नगर्दा त्यो औपचारिक रूपमा सफल भन्ने हुन सकेन। त्यो घटनाले एउटा कुरा त स्पष्ट बनायो, राजा वीरेन्द्रले नेपाललाई विश्व सामु एक अलग, सम्मानित र शान्तिप्रिय राष्ट्रको रूपमा चिनाउन चाहन्थे। साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन यानि कि सार्क गठन प्रक्रियामा उनले महत्त्वपूर्ण कूटनीतिक भूमिका खेले। त्यतिबेला दक्षिण एसियाली देशहरूलाई एउटै मञ्चमा ल्याउने प्रयासमा नेपाल सक्रिय रूपमा उभिएको थियो।
त्यसैले आज पनि धेरै नेपालीहरूले राजा वीरेन्द्रलाई भिजन भएको राजा भनेर सम्झिन्छन्। एउटा यस्तो राजा जसले नेपाललाई केवल वर्तमानका लागि मात्र होइन भविष्यको लागि तयार पार्दै थिए, राजा वीरेन्द्र वीर विक्रम शाह। तर विक्रम सम्वत 2045 सालको नाकाबन्दीले नेपाललाई लगभग घुँडा टेकाउने अवस्थासम्म पुर्याएको थियो। पेट्रोल थिएन, ग्यास थिएन, औषधि समेत अभाव हुन थालिसकेको थियो। मानिसहरू घन्टौँ लाइनमा बसिरहेका थिए, देशभर निराशा फैलिरहेको थियो। तर त्यही कठिन समयमा राजा वीरेन्द्रले एउटा सन्देश दिए, नेपाल झुक्दै झुक्दैन। भारतमाथिको पूर्ण निर्भरता घटाउने प्रयास स्वरूप चीनतर्फ वैकल्पिक व्यापार र आपूर्तिको बाटो खोज्न थालियो। तर त्यो सजिलो निर्णय भने थिएन। एउटा सानो देशले दक्षिण एसियाको शक्तिशाली राष्ट्रको दबाव सामना गरिरहेको थियो। नाकाबन्दीले नेपाली जनताको दैनिक जीवनलाई कष्टकर बनाए पनि नेपालले त्यस्तो दबावको बीच पनि आफ्नो स्वतन्त्रता गुमाउनु परेन। झन् नेपालीहरूको मनमा राष्ट्रिय स्वाभिमानको भावना बलियो हुँदै थियो। नेपालीहरूको मनमा एउटा भावना सल्बलाइरहेको थियो, वीरेन्द्रले देश बेचेनन्। सायद इतिहासले राजा वीरेन्द्रलाई अझ धेरै सम्झिनुको कारण उनको जीवनभन्दा पनि मृत्यु बन्यो। विक्रम सम्वत 2058 सालको दरबार हत्याकाण्डपछि सार्वजनिक गरिएको सरकारी रिपोर्टले युवराज दिपेन्द्रलाई मुख्य दोषी ठहर गर्यो। तर 2 दशकभन्दा बढी समय बितिसक्दा पनि त्यो घटना नेपाली समाजका लागि अझै एउटा अधुरो रहस्य बनेको छ। कसैले सरकारी रिपोर्टलाई सत्य मान्छन्, कसैले षड्यन्त्र, कसैले विदेशी शक्तिको खेल देख्छन् र कसैले दरबारभित्रकै रहस्य। तर एउटा कुरा भने स्पष्ट छ, राजा वीरेन्द्रको मृत्युसँगै धेरै नेपालीहरूले एउटा भरोसा गुमाएको अनुभूति गरे। आजको पुस्ताले उनलाई प्रत्यक्ष देखेको पनि छैन, तर टिकटकदेखि गाउँको चिया पसलसम्म उनको नाम अझै सम्मानका साथ लिइन्छ। किनभने इतिहासमा केही व्यक्तिहरू पदले महान हुँदैनन्, जनताको सम्झना र मायाले महान हुन्छन्। र नेपालका लागि राजा वीरेन्द्र वीर विक्रम शाह त्यस्तै एउटा नाम बने। राजा वीरेन्द्रको बारेमा तपाईँको सोच के छ र यो टपिकमा डिटेल्ड भिडियो चाहनुहुन्छ भने कमेन्ट बक्समा लेख्नुहोला। आजको लागि यति नै, धन्यवाद।